फेसबुक पेजमा दिएको जुन क्वेसन थियो त्यसको बारेमा म आज फिडब्याक दिन गइरहेको छु। राम्रोसँग हेर्नु होला। र हाम्रो चाहिँ फेसबुक पेजमा चाहिँ केपटा मिसिलको फेसबुक पेजमा प्रत्येक शनिबार बिहान 8-9 बजेतिर मैले क्वेसन राख्छु र त्यो क्वेसनको फिडब्याक चाहिँ मैले क्रमशः सोमबार मङ्गलबारतिर मैले त्यसको फिडब्याक चाहिँ युट्युब च्यानलमा राख्नेछु। यो युट्युब च्यानलमा आउँछ है, याद गर्नु होला। र यो फिडब्याक चाहिँ अब म दिन गइरहेको छु। जस्तो 1 नम्बरमा हेर्नुहोस् त, थाउम किरिमल फोगो आलमाजुन गसुल खोरसिप्सियो भनेको छ। यसमा अब यो के हो भनेर भनेको छ है, यो भनेको छ। यो के हो भन्नेमा जस्तो फागुनी भनेको टोकरी है, टोकरी टोकरी, अनि तुलछे भनेको हाते जाली, हाते जाली, फङ्बाल भनेको ढडिया, ढडिया, खुमुल भनेको माछा मार्ने जाली, माछा मार्ने जाली है। ल बुझ्नु, टोकरी, हाते जाली, ढडिया र माछा मार्ने जाली। अब यो के हो भन्ने कुरामा हो। यो के हो त भन्दा तुलछे हो है, हाते जाली हो। बुझ्नुहुन्छ होला, तुलछे। अब 2 मा जाउँ। यो के हो भन्नेमा थाउम किरिमल फोगो आलमाजुन गसुल खोरसिप्सियो। अब यसमा पनि दिएको चित्रमा मिल्ने कुरालाई छान्नुहोस्। यो के हो त हेर्नुहोस् त, यो टोकरी हो। अब यो उता चाहिँ यो के हो, यो छिटसोल भनेको छ। छिटसोल भनेको टुथब्रस, टुथब्रस। रिन्सु भने कन्डिसनर, जस्तो सेम्पू लगाएर नुहाए फेरि कन्डिसनरले कपाल सिल्की प्रयोग गर्न प्रयोग गरिन्छ नि त, त्यही भएर यो कन्डिसनर, कन्डिसनर, कन्डिसनर। अनि फिनु साबुन, साबुन। अनि स्याक भनेको दन्त मञ्जन, दन्त है। बुझ्नुभयो? टुथब्रस, कन्डिसनर, साबुन र दन्त मञ्जन। अब यो के हो त भन्ने कुरामा साबुन चिन्नुहुन्छ होला, साबुन भयो है, साबुन। फिनु, फिनु। अर्कमा जाउँ, 3 नम्बरमा। थाउम खानवा दिएको शब्दसँग खानगेनुन सम्बन्धित भएको गसुन कुरा चाहिँ मुवा सिप्निका के हो भनेर भन्यो। अब यो सम्बन्धित भएको कुरा, सम्बन्धित भएको कुरा जस्तो सागवा भनेको स्याउ, स्याउ, फाजा भनेको कुकिज र पाङ भनेको पाउरोटी, पाउरोटी है। स्याउ, कुकिज अनि पाउरोटी यो कुनसँग सम्बन्धित छ? मासिदा पिउनु, पिउनु, इक्ता पढ्नु, अनि फोदा हेर्नु र मक्ता खानु। हेर्नुहोस् त, अब यो दिएको विषयसँग सम्बन्धित भएको कुरा के हो भनेको छ? साग वा स्याउ, फाजा कुकिज, पाङ पाउरोटी। अब यो कुनसँग सम्बन्धित छ भनेको छ? यिनीहरूलाई चाहिँ अब स्याउलाई अथवा कुकिजलाई, पाङलाई, पाउरोटीलाई के हुन्छ? मक्ता हुन्छ, खानु हुन्छ है। यो हो खानु। यस्तो इक्जाममा सोध्न सक्छ खन्किनुमा। 4 नम्बरमा जाउँ। फिनखाने, फिनखाने खाली ठाउँमा तुरकाल खाजाङ सबभन्दा मिल्ने आलमाजुन कुरा चाहिँ गसुल कुरालाई खोरसिप्सियो भनेर चाहिँ छान्नुहोस्। फिनखाने भने त खाली ठाउँ हो, खाली ठाउँमा मिल्ने कुरालाई छान्नुहोस् भनेको छ। पम्प एस, पम्प भनेको मोटर कि मोटर, जस्तो पानी तान्ने पम्पलाई, पम्पलाई पियुएमपी पम्पलाई फम्फु भनेको है, पियुएमपी पम्प, पम्प, पम्प। पानी तान्ने पम्पलाई फम्फु भन्छ है, फम्फु, फम्फु। सोमिन आयो, फम्फुमा अथवा पम्पमा चाहिँ सोम भनेको आवाज, आवाज आछ, पम्पमा आवाज आछ भने के रे हो र, हो र। खुरम भनेको त्यसो भए, त्यसो भए। अनुल आज, फम्परुल फम्पलाई छमगम हाप्सिदा भनेको चाहिँ छमगम हादा भनेको चेक जाँच गरौँ, चेक जाँच गरौँ। छमगम हादाबाट, छमगम हादा भनेको चेक जाँच गर्नु, छमगम हाप्सिदा भनेको चेक जाँच गरौँ। फम्प एस, फम्प, सोमिनास पम्पबाट चाहिँ आवाज आएको भएर अनुल आज फम्परुल पम्पलाई अथवा मोटरलाई ढड, मोटरलाई के गर्ने? सल्ची गिरो यसै भनेको छ। यस्तै प्लस गिरो हादा भनेको निदो गर्नु। अब सल्ची गिरो
यसय भनेको जडान गर्ने निदो गरे, जडान गर्ने निदो गरे, छङसो हागिरो यसय अथवा सरसफाई गर्ने निदो गरे, सरसफाई गर्ने निदो गरे, सरसफाई गर्ने निदो गरे, छमगम हागिरो यसय अथवा चेक जाँच गर्ने निदो गरे, चेक जाँच गर्ने निदो गरे, अनि फाक्कु गिरो यसय अथवा परिवर्तन गर्ने निदो गरे, परिवर्तन गर्ने निदो गरे। अब हेर्नुस्, अब पम्पबाट चाहिँ आवाज आछ, पम्पबाट आवाज आछ हो र, त्यसो भए आज पम्पलाई अब चेक जाँच गरौँ। पम्प एस, पम्पबाट सोमी नास आवाज आएर अनुल आज पम्पलाई डट डट भनेपछि पम्पलाई के गर्ने त, पम्पबाट आवाज आछ, पम्पलाई के गर्ने भन्दा छमगम हागिरो यसय चेक जाँच गर्ने निदो गरे भनेको छ नि त, यही भनेपछि छमगम हाप्सिदा भनेपछि छमगम हागिरो यसय। किन भन्दा सल्चिको रहछ, अब आवाज आएकालाई जडान किन गर्ने, अनि त्यसलाई परिवर्तन गर्ने पनि होइन, पम्पलाई भनेको छ नि, त्यही पम्पलाई परिवर्तन गर्ने निदो भएन, छमगम हागिरो यसय अथवा चेक जाँच गर्ने निदो गरे, त्यही पम्पलाई भनेको है। 5 नम्बर फिनखाने थुर्खाल खाजाङ आलमाजुन गसुल खोरिसिप्सियो अथवा खाली ठाउँमा सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस्, यो भयो। अब छनुन म चाहिँ याक्सोक छाङसे भनेको छ, खवै भनेको लगभग भन्यो है, लगभग लगभग म चाहिँ बाचा गरेको ठाउँमा लगभग थाहा वाछ ल, लगभग आएँ, सबै आएँ। कुमारीसी, कुमारी भनेको नाम भयो, डट डट यो भन्यो। ने छनुन म चाहिँ, हजुर म चाहिँ नुजस ढिला भएर ट्याक्सीरो खागो इसाय ट्याक्सीद्वारा गइरहेको छु, अनि मियन आजीमान सरी भए तापनि सिपो पुन अथवा 15 मिनट चुम जतिमा 15 मिनट जति चाहिँ नुजुल गयो भनेको ढिला हुनेछ। म चाहिँ बाछा गरेको ठाउँमा लगभग आइसकेँ, कुमारी चाहिँ डट डट भनेपछि के भयो त भन्दाखेरि अधिकाजी बस्यो, कहाँसम्म आउनुभयो, हजुर चाहिँ कहाँसम्म आउनुभयो भन्नुहुन्छ है। कुमारजी म चाहिँ लगभग बाछा गरेको ठाउँमा आइपुगेँ, कुमारजी चाहिँ कहाँसम्म आउनुभयो भन्नुहुन्छ। म आगै छ के गरिरहनु भएको छ, अन्जे वासय कहिले आउनुभयो आएकै छैन, अनि वे नुजसय किन ढिला भयो, किन ढिला भयो भन्दा उसले सोधेको होइन। म चाहिँ लगभग बाछा गरेको ठाउँमा आइपुगेँ, कुमारी चाहिँ कहाँसम्म आउनुभयो, अधिकाजी वासय कहाँसम्म आउनुभयो भन्दा ने हजुर छनु नुजस ठेक्सिरो खागै छ, म चाहिँ ढिला भएर ट्याक्सीद्वारा जाँदैछु, गइरहेको छु। मियन आजीमान सरी सिपोपुन चुम नुजुल गयो, अलिकति ढिला हुनेछ, 15 मिनट जति ढिला हुनेछ भनेपछि अधिकाजी वासय तपाईँ कहाँसम्म आउनुभयो भने है। नम्बरमा जाउँ, यो फिनखाने भइहाल्यो। अनि खोयाङे खत्ताको भनेको छ है, खत्ताको व्यस्ति प्लस ताका भन्छ कि ए पछि अथवा ए अनि गएपछि, ए पछि ए अनि यो अर्थ लाग्छ है तागा भनेको। यो पास्टमा हुन्छ, पास्टमा गएपछि खोयाङ खत्ताका अथवा खोयाङमा गएपछि, अनि अब गएको भनेर चाहिँ सुनेको थिएँ हो, खोयाङे गएको भनेर चाहिँ सुनेको थिएँ, अनखास छ जानु भएन, खोयाङमा जाने भन्ने सुनेको थिएँ, जानु भएन। खोयाङे खोयाङमा डट डट सिनान जुए थोरा वासायो गत हप्ता फर्केर आएँ, के गरेर खत्तागा हो, खत्तागा। अब यहाँ खोयाङे खत्ताको थुरनन्दे अथवा थुरनन्दे भनेको छ, खोयाङमा गएको भनेर सुनेको थिएँ, आन खास जानु भएन खोयाङे। अब खत्तागा, खत्तागा अनि यो दागा भनेको छ, खत्तागा भेष्टी पर दागा भनेको दाखेरी हुन्छ, तर यहाँ त पास्टमा राखिदिएको छ नि त। ए पछि अथवा ए अनि हुन्छ, ए पछि अथवा गएँ, गएँ अनि गएँ अनि
ए पछि पनि हुन्छ है यसको अर्थ। अनि वात्तागा आए अनि याक्सु घेत्तागा बाचा गरे अनि बाचा गरे अनि हेत्तागा गरे अनि यो दागा हुन्छ पास्टमा भएर दागा भयो भने ए अनि अथवा ए पछि भन्ने अर्थ लाग्छ है। अब खोयाङमा खत्तागा गए अनि वात्तागा आए अनि याक्सो हेत्तागा बाचा गरे अनि र हेत्तागा गरे अनि भनेपछि खोयाङ खत्तागा गए अनि खोयामा गए अनि गत हप्ता फर्केर आए। फर्के थोरा उदा भनेको फर्केर आउनु, थोरा खादा भनेको फर्केर जानुभयो है। गए अनि हुन्छ है 1 नम्बर भयो। सात नम्बर फिन्काने तुर्काल खाजाङ अलमाजुन गर्छौँ खोर्सिप्स्यो है। हेर्नुहोस् त अजस्सी अजस्सी भनेको अब अङ्कल विवाहित पुरुष भन्छ क्या अजस्सी बस्ना छियासरेछ बस वा छियासलमा डटर आमेन डटर गरेमा अन्धे भनेको डटर गरेमा हुँदैन। थारुन सारामे अरू मानिसले फिरुल छुल्सिस अरू मान्छेलाई फिरुल छुदा भन्ने असर पुर्याउनु है। फिरुल छुदा असर पुर्याउनु। ए अरू मान्छेलाई असर पुग्न सक्छ भनेपछि नाले भन्नु छेसँग हामीलाई माफ गर्नुहोस्। अझै बस्ना छियासल डट डट हामी नान्दै हो थारुन सारामेगे फिए चुल्सिसय अरू मान्छेलाई असर पुग्न सक्छ भनेपछि भन्यो छेसँग हामीलाई माफ गर्नुहोस् भनेपछि अब मुदान हुइदान भनेको जथाभावी बाटो काट्ने जथाभावी बाटो काट्ने खोसाङ फाङ्गा चिच्याउने हल्ला गर्ने चिच्याउने अथवा हल्ला गर्ने अनि छन्वा भनेको फोन अनि नोसाङ फाङ्यो भनेको छ है। नोसाङ फाङ्यो भनेको चाहिँ अब यो चाहिँ बाटोमा पिछाब फेर्ने बाटोमा पिछाब फेर्ने ल। अब अझै बस वा छियासलमा डटर गर्न हुँदैन अरू मान्छेलाई असर पुर्याउन सक्छ भनेपछि अब पिसाब पनि गर्नु भएन फोन गर्न नपाइने पनि भएन हल्ला गर्न भएन है चिच्याउने अथवा हल्ला गर्न भएन। 8मा जानुहोस्। यो पनि खाली ठाउँ भर्ने भयो। सिक्चाजे भनेको छ है सिक्चाजे भन्छ। सिक्चाजे भनेको अब छाजे भनेको चाहिँ सामग्री हुन्छ खाद्य सामग्री भनेको है। खाद्य सामग्री खाद्य कच्चा पदार्थ खाद्य कच्चा पदार्थ खानेकुराको पदार्थ है। नोनुन भनेको राख्ने सन्बाने भनेको सम्मान भनेको र्याक है। खाद्य कच्चा पदार्थ राख्ने र्याकमा अल्लुक यी स्निका भनेको छ है। अल्लुक भन्ने पनि हुन्छ दाग 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 अल्लुकी स्निका दाग भएकोले चुम हो कृपया थाका छुसियो भनेको छ अथवा पुसिदिनुहोस्। यसले भन्यो छेसङ आम्निदा सरी मिरी अग्रिम मिरी भने अग्रिम डट डट सिगानी अफसोस भयो समय थिएन। अग्रिम डट डट समय थिएन। याक यसै आनन्दै भनेको छ है। बुकिङ गर्नुपर्ने थियो तर मास्या हो मास्या सय आनन्दे पिउनु पर्ने थियो तर थाका आशय आनन्दै भनेको छ पुस्नु पर्ने थियो तर अब खाजिदाबाट गराएको है। खाज सय आनन्दे लिएर जानुपर्ने थियो तर के होला यसमा बुकिङ गर्नुपर्ने थियो तर पिउनु पर्ने थियो तर पुस्नु पर्ने थियो तर खासै आनन्दै भनेको छ लिएर जानुपर्ने थियो तर भनेपछि कुन भयो त यसलाई पुस्नु पर्ने थियो तर
पुस्नुपर्ने थियो तर सिगानी अफसोस भयो। अग्रिम पुस्नुपर्ने थियो तर सिगानी अफसोस भयो भनेको समय थिएन, समय भएन। के भन्यो नि त माफ मागिसकेको छ। यो के भयो त बुकिङ गर्नुपर्ने थियो, पर्ने थियो तर बुझ्नु होला। यसको व्याकरण पनि मैले छुट्टै अझै छुट्टै पाठ नै बनाएर सिकाइदिएन मैले, अझै मैले अर्थ मात्रै बताइदिएँ है। पिउनु पर्ने थियो तर पुस्नु पर्ने थियो तर लिएर जानुपर्ने थियो तर हुन्छ है। ए थियो तर हुन्छ कि नु पर्ने थियो तर के भयो भन्दाखेरि यसको खास चाहिँ नियम चाहिँ के भन्दाखेरि जस्तो भिएसटीलाई पास्ट बनाउने हो पहिला, भिएसटीलाई पास्ट बनाउने कि जस्तो मासिदा भयो नि त, मासिदाको सिम्पल पास्ट गराउँदाखेरि मासिस भयो नि, मासिस भयो भयो, यसलाई हटाइदिने हो अनि या एनन्दे राख्ने, या एनन्दे। पहिला भिएसटीलाई पास्ट बनाउने, सिम्पल पास्ट बनाउने, मासिदाबाट मासिस सय भयो नि त, यो हट्यो अनि या राखिदिने अनि एनन्दे राखिदिने। अथवा जस्तो मक्ता, मक्ता हो नि त, मक्ताको के हुन्छ पास्ट, सिम्पल पास्ट मगस सय हुन्छ नि, मगस अयो हुन्छ, यो हटाइदिने अनि अया एनन्दे। विस्तृत रूपमा मैले फेरि पछि राखिदिन्छु, त्यही पनि यो जान्नु होला है। खानुपर्ने थियो तर पिउनु पर्ने थियो तर, यस्तो हुन्छ। त्यही भएर सिम्पल पास्ट बनाउने, अनौपचारिकको सिम्पल पास्ट बनाउने, त्यसपछि त्यसलाई यो हटाएर अनि या एनन्दे राखिदिए हुन्छ। सही सूत्र है। यसलाई सिम्पल पास्ट बनाउने अनि अन्तिम आएको यो हटाइदिएर अनि या एनन्दे राखिदिए हुन्छ। यो चाहिँ के भयो त पुस्नु पर्ने थियो तर सिगानी अफसोस समय थिएन भयो। 3 नम्बर भयो। 9 मा जानुस्। खाउन्जुङ मिचुल भनेको छ नि त अन्डरलाइन गरेकोमा है त। अब अन्डरलाइन गरेकोमा यहाँदेखि खाउन्जुङ मिचुल अन्डरलाइन गरेकोमा फ्युमेन भनेको बुझ्नुहुन्छ, सतह भनेको, सतह माथिल्लो भागलाई सतहलाई भन्छ। अब सन्चे फेमेनस, सन्चे भनेको पानी जहाजको बोडी हुन्छ नि, जस्तो सनबाग भनेको चाहिँ पानी जहाज हो, सिन्चे भनेको शरीर हो, त्यही भएर पानी जहाज है, पानी जहाजको, पानी जहाज जुन बनाउँदै गरे हुन्छ नि पानी जहाजको फेमेन सतहको। यहाँ खास हामीले यति हेर्दा हुन्छ सजिलो भाषा है। मुलगिरुल, मुलगिरुल छुवासय भनेको, छुवासय भनेको बुझ्नुहुन्छ, छुप्ता भनेको चाहिँ बुझ्नुहुन्छ टिप्नुहुन्छ, जस्तो तल केही सामान झर्यो त्यसले भुइँबाट टिप्नुलाई छुप्ता हुन्छ, भुइँबाट टिप्नु है, भुइँबाट टिप्नुलाई छुप्ता हुन्छ। छुप्ता यो अनियमित क्रिया हो, यस्तो छुप्ताको छुवासय भाग हो, बुझ्नु होला। यो भाग कसरी हो भनेमा मुल्गी भनेको चाहिँ जुन चाहिँ चिसोपना हुन्छ नि, चिसोपना, चिसोपना, पानी पनि हुन्छ चिसोपना, चिसोपना। जस्तो रङ लगाउँदाखेरि चिसोपना भयो रङ बस्दैन नि त, त्यस्तै गरेर यो अब चिसोपनालाई छुवासय भनेको छ, टिपे भनेको छ, हुँदैन। अनि नोगुल छेगा एसय भनेको छ है। नोक, नोक भन्ने चाहिँ जस्तो खियाहरू हुन्छ नि बाहिरी तत्त्व, अथवा खिया भन्नु सही हुन्छ, खिया, खिया। छेगा एसय भनेको हटाएँ, छेगा हादा भनेको हटाउनु हुन्छ, रिमुभ गर्नु, हटाउनु है, हटाएँ, खियालाई हटाएँ, मिल्यो। अनि संक्षेप नेबुई भनेको जहाजको भित्रको, अनि ओन्दो भनेको छ, ओन्दोलाई छरी एसय, तापक्रमलाई छरी एसय व्यवस्थापन गर्ने हुँदैन, ओन्दोलाई तापक्रमलाई युजी एसय हुन्छ, कायम राखे हुन्छ, यो मिलेन। ओन्दोसँग चाहिँ छरी हादा हुँदैन। अनि थोर्यो रोल छोरी एसय भनेको छ, थोर्यो भनेको बुझ्नुहुन्छ, थोर्यो भनेको जुन चाहिँ रङ लगाउने पाइपलाई थोर्यो भन्छ है, रङ लगाउने पाइप,
रङ्गलन पाइपलाई छोरी व्यवसाय जडान गरे हुँदैन। रङ्गलन पाइपलाई जडान गरे चाहिँ हुँदैन, यो पनि मिलेन। सही उत्तर कुन भयो त? नौकुल खियालाई छेक हिस्सा अथवा हटाएँ, बुझ्नुहोस्। 10 मिनट पानी पिउँदै गरौँ। खाजाङ आलमाजुन सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस् भने चाहिँ सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस्। थाङ्के कोरियामा वास आएर 6 मिनट फर्स्ट टाइममा चाहिँ छ्याछल थानुन गसी अथवा छ्याछल चढ्ने कुरा अरेवा सुन्दा गाह्रो भयो। फर्स्ट टाइममा कोरियामा गएपछि छ्याछल चढ्न गाह्रो त हुन्छ नि त, त्यही भएर पुरै छ। त्यसैले सिङ्गुदु लागु साथीहरूसँग खाचीसँगै छ्याछरुल फसुन्दा छ्याछल चढे, छ्याछल सबै ट्रेन चढे। खुरन्दे भनेको तर सिकमुन अहिले चाहिँ वन्जा छ्याछरुल भनेको छ, एक्लै हुन्छ भने एक्लै छ्याछल डटर छ्याछरुल योङ हानुन गसी छ्याछल प्रयोग गर्ने कुरा अरेब्जी आनसुन्दा गाह्रो छैन। पहिला सुरुमा त साथीहरूसँग चढ्दै हिँड्यो, पछि बिस्तारै बानी परेपछि एक्लै डटर गर्न सक्नुहुन्छ। एक्लै के गर्न सक्यो? थाहा पासुन्दा चढी हेरे चढी हेरे फाल्सु सुन्दा चढ्न सक्छु। इयोङ हान्छ कि अप्सुन्दा प्रयोग गरेको अनुभव छैन। गरेको अनुभव छैन। इयोङ हान गतका सुन्दा भनेको छ, इयोङ हान प्रयोग गर्ने जस्तो छ, प्रयोग गर्ने जस्तो छ। के भयो त? एक्लै अहिले चाहिँ एक्लै छ्याछल चढ्न सक्छु। छ्याछल इयोङ हानुन गसी अरेब्जी आनसुन्दा अथवा गाह्रो छैन। छ्याछल चढ्ने कुरा गाह्रो छैन, जानेपछि त गाह्रो भयो नि त, त्यही भएर एक्लै चढ्न सक्छु। 2 नम्बर भयो। 11 जानुहोस्। फिनखान, यो पनि फिनखान नै भइहाल्यो। मिल्ने कुरा चाहिँ छान्नुहोस् है। सल्लारे अथवा नयाँ वर्षमा थेर्निम भनेको छ है। थेर्निम भनेको जस्तो फान्जाङनिम भन्दा माथिल्लो पद हो है। थेर्निम भनेको थेर्निमी वेसा सरान्दुरुल अथवा कम्पनीका मानिसहरूलाई थेर्निम छिपे अथवा थेर्निमको घरमा छोदे सुन्दा निमन्त्रणा गर्नुभयो। सल्लानमा थेर्निमले कम्पनीका मानिसहरूलाई थेर्निमको घरमा निमन्त्रणा गर्नुभयो। थेर्निमी शिक्षक भनेको था आफै अथवा स्वयं, आफै अथवा स्वयं डाइरेक्ट भनेको हुन्छ। स्वयं तक्कुक भनेको छ, तक्कुक भनेको छ। सल्लालमा खाने भनेको विशेष खाना तक्कुक। तक्कुक के गर्नुभयो भने डटर गर्नुभयो। के गर्नुभयो? फारा सुन्दा बेच्नुभयो, तक्कु बेच्नुभयो। इल्गा सुन्दा पढ्नुभयो, अनि कुर्या सुन्दा उमाल्नुभयो, अनि कुन्ने सुन्दा सिद्ध्याउनु भयो। अब तक्कुलाई के गर्नुभयो भन्दा उमाल्नु भयो। तक्कु त उमाल्ने हो नि त। 3 नम्बर भयो सही। 12 मा जाउँ। फिनखान, यो पनि दिमाग खाने भइहाल्यो। सबभन्दा मिल्ने कुरा सुरुजी सुमाल छाल फुनेसयो सप्तान्त राम्ररी मनाउनु भयो। सुरुजी सप्तान्त राम्ररी मनाउनु भयो। ने इरोइले आइतबार मियुङ खेउकुल फादा सयो। मियुङ खेउक भनेको अब मेकअपको तालिम कि बिर्सिन तालिम, मियुङ खेउक भन्छ। मियुङ खेउयुक, मियुङ खेउक भनेको बिर्सियन तालिम, बिर्सियन तालिम है। बिर्सियन तालिम फदासय लिए मियुङसा छाक्याकजुङ भनेको छ ब्युटिसियनको, ब्युटिसियन मियुङसा भनेको ब्युटिसियन। छाक्याकजुङ भनेको चाहिँ योग्यताको प्रमाणपत्र, योग्यताको प्रमाणपत्र है। योग्यताको प्रमाणपत्र, योग्यताको प्रमाणपत्र। सिफस
यो भन्ने छ इच्छा छ छागेजुङ चाहिँ गर्ने डट गर्ने इच्छा छ अब सिन्चेङ आगो सिफस हो सिफस हो निवेदन दिने सिङ्गो आगो सिफस हो अथवा चाहिँ उजुरी दिने इच्छा छ बेस्टी प्लस गोसिफाइ हुन्छ नि त अनि तागो सिफस तादा छ नि तादा तादा भनेको दुईटा अर्थ लाग्छ कि तादा भनेको टिप्नु पनि हुन्छ प्राप्त गर्नु पनि हुन्छ प्राप्त गर्नुहुन्छ टिप्नु पनि हुन्छ फलफुल टिप्नु पनि भयो अनि प्राप्त गर्नु भनेको जस्तो उन्जन मेनजुङ अथवा ड्राइभिङ लाइसेन्स अथवा चाहिँ योग्यता प्रमाणपत्रलाई तादा हुन्छ है छागेजुङ तागो सिफस अथवा योग्यताको प्रमाणपत्र हो प्राप्त गर्ने इच्छा छ यो भयो तादा हुन्छ है तादा हुन्छ निवेदन भएन सिङ्गो उजुरी पनि भएन फुच्सिदा भनेको चाहिँ पठाउनु भएन उसले चाहिँ के अरे भन्दा इरोइले मियुङ खेउकुल फादा सयो मियुङसा छागेजुङ तागो सिफस लिने इच्छा छ चाहना छ फाबुल मङ्नुन खोसुन अदिपिनिका अथवा भात खाने ठाउँ कहाँ हो भात खाने ठाउँ कहाँ भनेपछि चिया हिलसँग यति हाइलाइट गरेर पनि हुन्छ कुनै सिक्ताङ भइहाल्यो सिक्कोन खाना खाने कुपन अनि यो डेटदेखि यो र अनि 11 बजेदेखि 30 1 बजेदेखि 30 है त हेर्नुहोस् त फाबुल मङ्नुन खोज भने त खाने ठाउँ कहाँ भने ठाउँ खोज्यो नि त ठाउँ भनेपछि होरोइल भनेको बार भयो मिलेन यलान्सी भनेपछि समय भयो मिलेन चिया इल्छुङ भनेको ठाउँ आयो नि त चिया इल्छुङ के नियम चिया इल्छुङ लगानको एक बेला मिल्यो सिपोइ लिँदा भनेपछि त मिलेन 15 तारिक मिलेन बुझ्नुभयो यो चाहिँ कहिले भयो भन्दाखेरि सिक्कन भने खानाको कुपन है खानाको कुपन यहाँ के भनेछ भन्दा भात खाने ठाउँ कहाँ हो भनेछ नि त भात खाने ठाउँ कहाँ हो भनेपछि भात खाने ठाउँ चाहियो नि त ठाउँ भनेको चिया इल्छुङ चौधमा जाउँ अब थाउम ग्राफे भनेको छ दिएको ग्राफमा थ्याङ भन्यो थ्याङ हो थ्यान हो थ्यान नभएछ न है थ्यान सल्मेङ्रो व्याख्यामा मान्नुन गर्छन् मुर्सिपिका मिल्ने कुरा के हो भने है हेर्नु यहाँ बुझिया छ कि बुझिया होइन छुल थेगुन त्यही भनेको छ काममा जाने आउने समयमा इयुङ हानुन प्रयोग गर्ने खेचुङ सुदान भनेको सवारी साधन यहाँ हेर्नुहोस् सुङयुङछा भनेको प्राइभेट गाडीमा 26% है प्राइभेट गाडीमा छाजङ्ग साइकलमा 15% अनि बसमा चढेर जाने मान्छे 24% अनि छ्यासल चढेर जाने मान्छे 35% है जुम गरेर हेर्नुभयो पनि हुन्छ हजुरहरूले अब यसमा मिल्ने कुरा छान्नुहोस् भनेको छ मिल्ने कुरामा अब छाजन गरो छुलथेगुन हानुन सारामी खाजाङ छक्सुन्दा अथवा साइकलद्वारा काममा जाने आउने मानिसहरू सबभन्दा कम छन् साइकलको 15% छ सबभन्दा कम त यही हो त साइकल चढेर काममा जाने आउने मान्छे सबभन्दा कम छ भने त्यही त भयो मिल्ने कुरा हुनेछ नि त अनि सुङ योङछा बोदा बसरुल इयुङानु सारामी मानसुन्दा अथवा प्राइभेट कार भन्दा बस चढ्ने मानिस चाहिँ हो अब धेरै छन् भने छैन नि 26 छ या 24 छ मिलेन अनि थेबुनुई अधिकांश मानिसहरू छुलदेगुन सेगान अथवा काममा जाने आउने समय चाहिँ बसरुल थाम्निदा बस चढ्छन् सबभन्दा बढी चाहिँ बस चढ्छन् भनेर अधिकांश भएन जम्मा 24 मिलेन अनि छ्याछल्लो छुलथेगुन हानुन सारामी अथवा छ्याछलद्वारा काममा जाने आउने मानिसहरू छलबाने खक्का छलबान भनेको आधा नजिक छ भनेको छ आधा जति नजिक भने चाहिँ आधा जति नजिक त हुँदै भएन छ्याछल चढ्ने भनेको छ 35% मात्रै छ आधाको नजिक हुनलाई त कमले 50% चाहियो छलबान भनेको 50% आधा हो ठ्याक्कै अब यसलाई हुनलाई कमसेकम आधाको नजिक छ भनेपछि त कमसेकम 49 48 त चाहियो नि त यो भन्ने बेला आधाको नजिक हुन्छ त्यसलाई 100 मान्छ त्यो कारणले गर्दा मिलेन सही उत्तर 1 नम्बर भयो साइकलद्वारा साइकल चढेर जाने मानिसहरू हो सबभन्दा कम छन् भनेपछि 1 नम्बर भयो 15 मा जानुस् अब थाउमलिको माची आनुन गर्छन् खोर्सिप छ नमिल्ने कुरा भनेको छ है नमिल्ने कुरा अब हेर्नुहोस् हानकुक याकुक कोरियन याकुक औषध पसल भइहाल्यो इरुम भनेको छ नाम भनेको जसले औषधि किन्छ नि जसले औषधि खानेवाला हो त्यसको नाम माथि लेखिन्छ
औषध बेच्ने मान्छेको नाम चाहिँ तल याक्सा भन्ने छ। अब एक दिनमा 3 पटकका दरले 3 दिनसम्म खाने है। एक दिनमा इरिल सामोय सामिल भनेको छ। एक दिनमा 3 पटकका दरले 3 दिनसम्म खाने। कसरी खाने भन्दा आछिम छमसिम छाने बिहान दिउँसो साँझ सिकु सामसिपुन भनेको खाना खाएपछि 30 मिनेटपछि है। र यो चाहिँ अब यो 2012 1 महिनाको 5 तारिक रहेछ। औषधि बेच्ने याक्सा भनेको औषधि बेच्ने मानिसको नाम के रहेछ किम यङ मिन। औषधि खाने मान्छेको नाम यो हो याद गर्नुपर्छ है। र यो चाहिँ बेच्ने मान्छेको तल छ याक्सा भनेर लेखिदिएको छ। अब यसमा नमिल्ने कुरा छान्नुहोस् हेर्नुहोस् त सामिल तोङान याकुल मक्सुमदा 3 दिनको अवधिसम्म औषधि खाने भनेको छ। 3 दिनको अवधि मिल्यो 3 दिन अवधि त अब किम यङ मिन सिगा याकुल सासुमदा अब किम यङ सीले औषधि किने हो भनेको छ हैन यो त औषधि बेचे हो। इरोल ओइरे याकुके खासुमदा 1 महिनाको 5 तारिक गएको अरे 1 महिनाको 5 तारिक हो 1 महिनाको 5 तारिक हो मिल्यो। अनि यागुन हारुए सेवन मक्सुमदा औषधि दिनको 3 पटक खाने भनेको छ। दिनमा 3 पटकका दरले ए आछिम छमसिम सानो यसलाई फेरि यस्तो लगाइदिए नि त यो पनि मिल्यो। भनेपछि सही उत्तर कुन भयो त भन्दाखेरि नमिल्ने कुरा छान्नुहोस् भनेको छ नि त। नमिल्ने कुरा छान्नुहोस् भनेपछि नमिल्ने कुन भयो यो भयो 2 नम्बर भयो। यो भयो सही उत्तर 2 नम्बर भयो सही उत्तर याद गर्नु। अब 16 तिर लाग्यो। अरे हो अरे खुरी भने अथवा खुरी दिएको जुन तलको वाक्यांशको नेङ्वा विषयसँग मानुन गर्छुल मिल्ने कुरालाई छान्नुहोस् भने तल दिएको छ नि यो बुझ्नु। अब वेग्रो विदेशतिर मुलगनुल फोनेरेमेन सामान पठाउने भने यो एकदम महत्त्वपूर्ण जस्तो लाग्छ मलाई एक्जाम आउन सक्छ। विदेशतिर सामान पठाउने भने उछे गुके खाए आफ्नी दाउलाकमा जानुपर्दछ यही त हो नि कोरियामा। मुलगनुल सामान फोनेनुन योगुमुन अथवा पठाउने योगुम भनेको भाडा अथवा शुल्क। अनि मुगे वेट र फुफी भनेको चाहिँ फुफी भनेको चाहिँ साइज साइज वेट तौल र साइज अनुसार तारा अनुसार थाल्ला जिम्निदा फरक हुँदै जान्छ। थाल्लादा थार्दाबाट थाल्ला जिदाबाट थाल्ला जिम्दा फरक हुँदै जान्छ। फोनेनुन फाङपपुए तारा पठाउने तरिका अनुसार पनि योगुमी थाल्ला जिम्निदा पठाउने तरिका अनुसार पनि फरक हुँदै जान्छ शुल्क। प्लेनमा पठाए महँगो पर्छ पान्जामा पठाए सस्तो पर्छ फरक भयो नि त। अनि फेङ्गिरो फोनेमेन प्लेनद्वारा पठाएमा पारुजिमान चाँडो भए तापनि पिस्साको महँगो र फेरो फोनेमेन पान्जाद्वारा पठाएमा साजिमान सस्तो भए तापनि सिगानी समय मानी खलिँदा समय धेरै लाग्छ बुझ्नुभयो नि। हुलाकबाट सामान पठाउँदाखेरि तौल र साइज अनुसार त्यसको पठाउने शुल्क चाहिँ फरक हुन्छ बुझ्नु होला। तर हामीले बुझ्नुपर्ने प्लेनबाट पठायो भनेदेखि चाँडो पुग्छ महँगो पर्छ। पान्जाबाट पठाइयो भनेदेखि ढिलो पुग्छ सस्तो हुन्छ यही भनेको नि। अब मिल्ने कुरा भने यसमा अब उफेनमुल हुलाक सामग्री उफेनमुल भने हुलाक सामग्री चाहिँ फेङ्गिरोमान फोनेल सुइत्ता भन्ने छ प्लेनबाट मात्र पठाउन सकिन्छ। हुलाकको सामान प्लेनबाट मात्र पठाउन सकिन्छ मिलेन पान्जाबाट पनि पठाउन सकिन्छ। अनि फोनेनुन फाङपक वा योगमी साङ्गन अप्ता भनेको छ है पठाउने तरिकाले गर्दा योगुम भन्ने छ भाडा शुल्क साङ्गन अप्ता भन्ने छ कुनै मतलब छैन। पठाउने तरिका तपाईँ प्लेनमा पठाए पनि अथवा पान्जाबाट पठाए पनि कुनै मतलब छैन भनेको छ। मतलब छ साङ्गन अप्ता भनेको चाहिँ मतलब नहुनु है मतलब नहुनु हुन्छ यसको अर्थ बुझ्नु होला। फेरि केही फरक नपर्ने भने केही फरक नपर्ने भन्ने अर्थ लाग्छ है। अब म केही फरक पर्दैन भनेको छ तर फरक पर्छ। किन पर्छ भन्दा प्लेनबाट पठायो नि महँगो पर्छ पान्जाबाट पठायो नि सस्तो पर्छ फरक पर्ने त मिलेन। अनि हाङकुङ फेन्डो फोनेमेन पारुदा भनेको छ प्लेनद्वारा पठाएमा छिट्टो हुन्छ प्लेनद्वारा पठाएमा छिट्टो हुन्छ मिल्यो यो हो नि त प्लेनबाट छिट्टो हुन्छ नि त। अनि फेपेन्डो फोनेमेन पिस्सादा अथवा पान्जाबाट पठाएमा पिस्सादा भनेको महँगो हुन्छ भनेको छ। पान्जाबाट पठाएमा महँगो त हुँदैन नि बुझ्नुभयो। सही उत्तर कुन भयो त भन्दा यसको सही उत्तर 3 नम्बर भयो। हाङकुङ फेन्डो फोनेमेन
पारुदा अथवा प्लेनद्वारा अभिजातद्वारा पठाएमा छिटो हुन्छ। यही भयो सही उत्तर। 77 तिर लागौँ। अब थाउम अन्यमुने अथवा दिएको जानकारीको नियम वा विषयसँग खातुन गहसुल कोरिसिबिस्यो मिल्ने कुरा चाहिँ छान्नुहोस्। मिल्ने कुरा छान्नुहोस्। खोङथोङ भनिएको छ। खोङथोङ भनेको साझा हुन्छ है, साझा। सेथाक्सिल भनिएको छ, सेथाक्सिल कपडा धुने ठाउँ। अनि इयोङ आन्ने प्रयोगको जानकारी। सेथाक हानुन सिगान अथवा धुनी समय चाहिँ कहिले रहेछ? ओजन बिहान 7 बजेदेखि ओहु यल्सी 10 बजेसम्म। त्यस्तो सार्वजनिक ठाउँहरूमा राखिदियो भने चाहिँ वासिङ मेसिन। अनि आफूलाई अब घरमा वासिङ मेसिन छैन भनेदेखि त्यहाँ लगेर कपडा धुन पाइन्छ। त्यस्तो हुन्छ कोरियामा। त्यही भएर अनि सायङर्यो भनेको छ प्रयोग शुल्क। इरोय भनेको एक पटकमा ओबेक वन भनेको छ 500 वन। एक पटकमा प्रयोग गरेको वासिङ मेसिन प्रयोग गरेको 500 वन। अनि फेक्वन चारी भनेको छ। चारी भनेको खाले भनेको है, खाले खाले। सायङ फुलगानु भनेको छ, असम्भव भनेको फुलगानु असम्भव। त्यो पैसा राख्दाखेरि तपाईँ चाहिँ 500 वन हो, 500 वनमा 100 पनि हुन्छ पैसा त 100 वन 5 वटा हाल्न पाइएन। 500 वनै कोही नै हाल्नु पर्यो एकै पटकमा, असम्भव। सेजे मित भनेको छ त्यो कपडा धुने साबुन। र किता सेताक योङपुम भनेको छ। किता भनेको अन्य हुन्छ है, अन्य। अनि धुने सामान चाहिँ सायङ जग्गा प्रयोगकर्ताले खाजीको ओसिकी फारामिदा लिएर आउने कुरा चाहिँ जानकारी गराइन्छ। साबुनहरू चाहियो भनेदेखि त्यो कन्डिसनमा वासिङ मेसिन चाहिँ त्यही प्रयोग गर्न पाइयो, साबुन आफै लिएर जानु पर्यो। सेताक हो धोइसकेपछि। अनि थुई छङ्नी भनेको छ त पछाडिको व्यवस्थापन। अनि मित र श्रेगी फोहोर छरी हाँसीकी फारामिदा। छरी भनेको व्यवस्थापन भनेको चाहिँ त्यो फोहोरहरू निस्कन सक्छ नि त, पानी फाल्दा दुनियाँ गर्दाखेरि त्यो व्यवस्थापन आफै गर्नु पर्यो। यो चाहिँ वासिङ मेसिन प्रयोग गर्ने ठाउँको चाहिँ यो नियमहरू जानकारी है। अब यसमा मिल्ने कुरा भनेको छ नि त। सेताक्सिरुन सुमुल नेसिगान इयोङ खानुगाम्दा। सेताक्सिल 24 घण्टा प्रयोग गर्न सम्भव छ। 24 घण्टा हो र होइन? 7 बजेदेखि 10 बजेसम्म भने 24 घण्टा त भएन। अनि सायङ हु हेनुन अथवा प्रयोग गरेपछि छङ्ग्याल भनेको क्लिन, क्लिन। साङथे भनेको अवस्था हो। प्रयोग गरेपछि क्लिनको अवस्था युजिएम द कायम राख्नुपर्छ हो नि। के भनेको छ भन्दाखेरि थुई छङ्नी भनेको छ पछाडिको व्यवस्थापन र फोहोरको व्यवस्थापन चाहिँ गर्ने कुरा जानकारी गराइन्छ। मिल्यो नि त। सेताकेरुल सायङ हाल्दै अथवा सेताकी प्रयोग गर्दाखेरि फेकुन्चारी सयवनचारी थोङजन सिक्का पैसा थासत गेरुल नौमेन थेमिदा भनेको छ। तर के भनेको छ? सयवनचारी सायङ फुलगानु भनेको छ, असम्भव भनेको छ, मिलेन। सेताक सिरे नुन सेजेगा खुबी थिए आइसिमदा। खुबी भनेको उपलब्ध। अब सेताक्सिलमा चाहिँ सेजे चाहिँ उपलब्ध छ भने छ, उपलब्ध छ र छैन? किन भन्दा छैन भन्दाखेरि यहाँ भनेको छ हेर्नुहोस् त। सेजे मित किता सेताक योङपुमुल सायङ जग्गा खाजीको ओसिकी फारम निदा भनेको छ। आफै लिएर जानुपर्ने, त्यहाँ पाइँदैन। त्यहाँ त वासिङ मेसिन मात्रै हो। एकपटक प्रयोग गरेको 500 वन हो। 500 वन नि 100 वन हाल्न पाइँदैन। 500 वनको एउटै सिक्का हो भने। अनि सही त 2 नम्बर दुःखी दाउ लाग्यो है। 18 जुगा 18 लाइरस सेजेरुल सन्मुल हानुन गसुन। सेजे चाहिँ उपहार दिने कुरा चाहिँ अत्तन उइमी इम्निका। सेजे त दिन्छन् छिपदुरीमा, तर सेजे अथवा झोल साबुन सरफ कोरियामा चाहिँ घर पैँचोमा दिन्छन्। त्यो दिनेको त्यसको अर्थ के हो भनेर सेरोन छिबे भनेको नयाँ घरमा इसारुल खामेन बसाइ सरी गएमा खाजो किन्या परिवार वा छिङ्गुरुल साथीहरू छोदेछ साथीहरूलाई निमन्त्रणा गरेर छिपदेरुल हामीदा छिपदुरी गरिन्छ, घर पैँचो गरिन्छ। छोदेरुल फादासा निमन्त्रणा पाएर खाल्तेनुन जाँदाखेरि सन्मुल सा खानुन्दे उपहार किनि गइन्छ। र फोतोङ प्राय सेजेरुल माने सनुल हामीदा सेजे चाहिँ धेरै उपहार दिन्छ। झोल साबुन है। युजिन हुन् टोइलेट पेपर इरी छाल फेरानुन काम राम्रो होस् भनेर विमिका इको अर्थ दिँदैछ। अब युजी लिएर गएपछि युजीले चाहिँ
अब टोइलेट पेपर दियो भनेदेखि काम राम्रो होस् भनेर कामना दिँदैछ। सेजेरुल पाल्ली पूजाका थेरान उइमी गाई सुन्दा भनेछ। अब सेजे किन दिँदैछन् भन्दाखेरि छिट्टै धनी होस् भनेर कामना दिन्छ, किन थोरै सामान राखेर धेरै फिजाउँछ नि त, त्यही भएर भनेको होला सायद। अनि यो जो हुन् आजकल चाहिँ फुबु भनेको दम्पति है, दम्पति हमके सँगै सुलसुई नुन प्रयोग गर्न सक्ने कफिजान इना कफी कप वा वाबुन भन्ने गमला, गमला खातुन जस्ता गसुल कुरालाई सन्मुल आगिदो हामीदा। आजकल चाहिँ हाम्रो यहाँ पनि विवाहमा जाँदाखेरि कसैले उपहार लिएर गयो भनेदेखि चाहिँ त्यो गमलाहरू दिने, फुलहरू दिने वा चाहिँ अरू चिजहरू, कफी कप अथवा घडी यस्तो चिजहरू दिने गरिन्छ नि त, ठ्याक्कै त्यही भनेर। अब तर यहाँ के सोधेको छ, सेजे चाहिँ उपहार दिने चाहिँ खास कारण चाहिँ के हो भनेपछि यति सेजेको मात्रै बुझ्यो भयो, धेरै बुझ्नै परेन। हेर्नुहोस्, इरी छाल थेगिरुल फरान्दा काम राम्रो होस् भनेर भन्छ। काम राम्रो हो र युजली यो काम राम्रो होस् भनेर मिलेन। से छिबेछ ओरे सालगिरुल फरान्दा भनेछ, नयाँ घरमा लामो समय बाँचोस् भन्ने होइन। से एच वाला हुन्छ, यहाँ टाइप गर्दा भएछ से हुन्छ यस्तो। से छिबे ओरे सालगिरुल फरान्दा अथवा नयाँ घरमा लामो समय बसोस् भन्ने कामना दिने भएन। खनगाङ हागे सालगिरुल फरान्दा स्वास्थ्य भएर बाँच्नको निम्ति कामना गर्ने अरे, स्वास्थ्य त हुँदै भएन। पाल्ली पूजाका थेगिरुल फरान्दा छिट्टो धनी होस् भनेर कामना दिने, यही हो नि त। सेजेमा अब थोरै साबुन राखेर धेरै फिज उठ्छ, त्यसै गरेर तिमी नयाँ घरमा आयौ, अब तिमीले पनि थोरै लगानी गरेर धेरै आम्दानी होस्, छिट्टो धनी भऊ, लाख लगानी गरेर करोड आम्दानी गर भन्ने अर्थ लाग्छ। अब नाइस। अब आउई आउई छ है, आउई आउई गर्ने ल। हाउम सल्मेगे आलमाजुन अवैरुल खोरिसिप्सियो, दिएको व्याख्यामा मिल्ने अवै शब्दावलीलाई खोरिसिप्सियो छान्नुहोस्। गासु भनेको ग्यास भनेको गासु नै हुन्छ है, ग्यास ग्यास भनेर बुझ्नुहुन्छ नि त, ग्यास। अब फुलको सुल नेदाबाट नियो भएको है, फुलको चुल नेदा भने चाहिँ फुलको चुल नेदा भनेको आगो झिल्का निकाल्नु, आगो झिल्का निकाल्नु। फुलको चुल नेदा भनेको आगो झिल्का निकाल्नु है, आगोको झिल्का निकाल्नु। फुलको चुल नेदा ग्यासमा आगो झिल्का निकाली, प्लास्टिक भनेको प्लास्टिक, अनि प्लास्टिक अनि सितु भनेको सिट वा फिल्म भन्ने छ, फिल्म भने प्लास्टिकको पातलो फिल्म, अनि ताउ इत्यादिलाई इत्यादि भनेको है, इत्यादिलाई नोगियास नोकिदाबाट भएको है, नोकिदा भनेको पगाल्नु, नोकिदा पगाली। अनि पुछिनुन इय पुछिनुन खिगेम्दा भन्ने चाहिँ इय पुछिनुन भनेको आपसमा टाँस्ने, आपसमा टाँस्ने मेसिन हो भन्नु भन्छ। ग्यासमा ग्यास आगो झिल्कालाई निकाली प्लास्टिकको सिट वा फिल्म इत्यादिलाई पगालेर अनि पगालेर एक आपसमा टाँस्ने मेसिन हो भन्नु भन्छ। यो हेर्नुहोस्, छङ्गी योङजब्गी भनेर इलेक्ट्रिक वेल्डिङ मेसिन, इलेक्ट्रिक वेल्डिङ मेसिन, वेल्डिङ मेसिन। अनि एयर कम्प्रेसर, एयर कम्प्रेसर तपाईँलाई हावा भर्नुहुन्छ है, बाइकमा हावा भर्दाखेरि प्रयोग गरिन्छ एयर कम्प्रेसर, एयर कम्प्रेसर। अनि ग्यास योङजगी ग्यास, ग्यास वेल्डिङ, ग्यास वेल्डिङ मेसिन, ग्यास वेल्डिङ गर्ने, ग्यास वेल्डिङ गर्ने मेसिन, ग्यासवाला वेल्डिङ गर्ने मेसिन। छङ्गी छल्लाङ्गी इलेक्ट्रिक फलाम काट्ने मेसिन, इलेक्ट्रिक फलाम काट्ने मेसिन, फलाम काट्ने मेसिन। फलाम काट्ने मेसिन है, ल हेर्नुहोस् त। अब ग्यास आगो झिल्कालाई निकालेर प्लास्टिकको सिट,
प्लास्टिक सिट अनि फिल्म भनेको छ पातलो पातलो प्लास्टिक त्यो ताउ इत्यादिलाई पगालेर हो फुसिनुन भनेको छ है एक आपसमा टाँस्ने मेसिन हो भनेपछि के भयो त ग्यासबाट भनेको छ नि त ग्यास ग्यास वेल्डिङ गर्ने मेसिन के भयो 3 नम्बर भयो लास्ट माझीमा 20 नम्बर लाइन्स थाउन सल्मेगे almazun awairun korisipsio मिल्ने कुरा छ नि है त ल हेर्नुस् त साकबुल सिजागागी छने काम सुरु गर्नु अघि इल्जङ सिगान भनेको छ कार्यतालिकाको समयमा खिगेरुल मेसिनलाई खोङ ओएजन भनेको छ खोङ भने जिरो ओएजन भने गुमाउने जिरोमा गुमाउने जिरोमा घुमाएर सिकियास घुमाएर फुपुङ भनेको छ फुपुमै मूल्यम साङ्थे भनेको छ है फुपुमै पूर्जाको फिट हुने अवस्था यो सबै गरौँ न पूर्जा पाठ पूर्जाको फिट हुने अवस्था हो पाठ पूर्जाको फिट हुने अवस्थालाई वागिन या अन्त चेक जाँच गर्नुपर्छ अब काम सुरु गर्नु अघि कार्यतालिकाको समयमा काम गर्ने समयमा मेसिनलाई जिरोमा घुमाएर पाठ पूर्जाको हो फिट हुने अवस्थालाई चेक गर्नु पर्दछ कुनसँग सम्बन्धित यानमा भनेको ग्राइन्डिङ सनबान भनेको लेथको काम फोजाङ भनेको रङ लगाउने फोजाङ भनेको प्याकिङ अब यो दुईटा त हुँदै भएन थोजाङ र फोजाङ त तपाईँ यानमा र सनबानमा झुक्किनुहुन्छ है याद गर्नुला तर यसमा लेथको काम हुन्छ लेथ कामलाई चाहिँ यो भन्छ काम सुरु गर्नु अघि कार्यतालिकाको समयमा मेसिनलाई जिरोमा घुमाएर पाठ पूर्जाको जुन फिट हुने अवस्थालाई चेक गर्नु पर्दछ सनबान हुन्छ लेथ भनेको जस्तो फलामलाई साइजमा ल्याउनेको जस्तो यस्तो मोटो पाइप भयो मोटो पाइपलाई अब सानो अलिक अलिकति पातलो गराउनु पर्यो भनेदेखि त्यसलाई यसरी घुमाएर फलामलाई साइजमा ल्याउने जस्तो रन्दाले भनेको चाहिँ काठलाई चिल्लाउने काम गर्छ अनि साइजमा ल्याउने काम गर्छ नि त्यसै गरेर यो सनमान लेथ मेसिनले चाहिँ यो लेथ भनेको इङ्ग्लिस शब्द हो लेथले चाहिँ फलामका पाइपहरूलाई मोटो पाइप भयो भने फलामको पाइप सानो गराउनु पर्यो भनेदेखि चाहिँ यसरी घोटेर सानो गराइन्छ फलामलाई साइजमा ल्याउने काम चाहिँ लेथ मेसिन गर्छ मैले आज यति गरेँ हाम्रो केप टाइम इन्स्टिट्युटलाई सब्सक्राइब गरिरहनु होला गरिरहनु भएको छ हाम्रो केप टाइम इन्स्टिट्युटको फेसबुक पेजमा मैले शनिबार राखिदिन्छु मैले अगाडि भने जो नयाँ हुनुहुन्छ उहाँहरूलाई बेसिक क्लासमा हाम्रोमा सुरु भइरहेछ र ग्रामरहरू पनि हाम्रो युट्युबमा त्यसपछि फेसबुकमा र टिकटकमा राखेर हुन्छु ग्रामर कन्फ्युज लागेको सर्च गरेर हेर्नु होला केप टाइम इन्स्टिट्युटलाई आजलाई म यति गरेँ खामसान्दा